नमस्कार साथीहरू, फेरि पनि तपाईहरूलाई स्वागत छ हाम्रो यो च्यानलमा। आज हामी वर्ल्ड लिङ्कको बिल पेमेन्ट कसरी गर्ने र यो तरिकाबाट गर्नुभयो भने तपाईहरूले 300 रुपियाँसम्म डिस्काउन्ट पाउन सक्नुहुनेछ। ढिला नगरी साथीहरू, आज हामी सिधै भिडियोतर्फ लाग्नेछौँ। तपाईलाई यो भिडियो मन परेमा यदि लाइक र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। सक्नुहुनेछ साथीहरू, हामी मोबाइल स्क्रिनमा आइसकेका छौँ। यसको लागि हामीलाई खल्ती एप चाहिन्छ र खल्ती मैले खोलिसकेँ। खल्ती खोलेर यहाँ मैले वेट गर्दैछु। त्यसपछि यहाँ मेन्युमा क्लिक गर्ने, क्यास एन्ड अफर देख्न सक्नुहुनेछ तपाईहरूले। त्यसमा क्लिक गर्ने अनि तल स्क्रोल गर्ने तपाईहरूले। अनि यहाँ देख्न सक्नुहुनेछ तपाईहरूले वर्ल्ड लिङ्क डिस्काउन्ट गो क्यासलेस भनेर। अनि तपाईहरूलाई देखाउनलाई मात्र भयो नि मैले यो स्क्रिनसट लिएर यसमा भएको प्रोमो कोड तपाईहरूकै सामु कपी गर्न खोज्दैछु। पर्खिनुहोस् न। तपाईहरूले हेर्न सक्नुहुनेछ मैले त्यो स्क्रिनसट लिएको फोटोको कपी यहाँ तपाईले देख्न सक्नुहुनेछ। प्रोमो कोड कपी गरेको छु। तपाईहरूले केही कपी पाना वा केहीमा टिपेर पनि गर्न सक्नुहुनेछ। मलाई चाहिँ यसरी सजिलो लाग्ने भएर यसरी गर्छु। कपी गर्नुहोस्। कपी गरिसकेपछि फेरि खल्तीमा हामी फेरि खल्तीमा ब्याक जानेछौँ। खल्तीमा ब्याक गइसकेपछि खल्ती हामीले लोडिङ हुँदैछ साथीहरू। फेरि यसैमा क्लिक गर्छौँ। हेर्न सक्नुहुनेछ। फेरि यसैमा क्लिक गरिराखेको छ हामीले। यसपछि तपाईहरूले फर्स्टमा तपाईहरूको युजर नेम के हो युजर नेम हाल्न सक्नुहुनेछ। मैले युजर नेम हाल्छेँ। गेट डिटेल्स गर्ने। डिटेल्स भइसकेपछि तपाईहरूले यहाँ देख्न सक्नुहुनेछ मेरो चाहिँ यहाँ 17 दिन बाँकी भनेर भनेको छ। तपाईहरूलाई कुन चाहिँ नि प्याकेज चाहिने हो त्यही प्याकेज गर्नुहोस् र अघि मैले गरेको प्रोमो कोड यहाँ पेस्ट गर्नुहोस्। मैले चाहिँ फर्स्टमा पनि मैले गरिसकेको भएर मेरोमा चाहिँ अलरेडी भनेर भनेको छ। तर तपाईहरूको मा चाहिँ पक्कै पनि 300 रुपियाँ डिस्काउन्ट आउनेछ। साथीहरू हेर्न सक्नुहुनेछ। अनि तपाईहरूले त्यो प्रोमो कोड हालेर यहाँ पे गरेर थिचेर आफ्नो पिन हालेर पनि ट्राई गर्न सक्नुहुनेछ। साथीहरू तपाईले हेर्न सक्नुहुनेछ यहाँ मैले यो पेमेन्ट गरेकोमा मलाई 300 रुपियाँको डिस्काउन्ट भएको छ। तपाईहरूले पनि यही प्रोमो कोड ट्राई गर्नुहोस् र यो भिडियो हेल्पफुल भयो र तपाईहरूलाई क्यासब्याक आयो भने प्लिज लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद।